युट्युब च्यानल नातिन बाजे ब्लग। हामी यहाँ सन्चै छौँ। हजुरहरू पनि सम्पूर्ण देश धरतीको हरेक कुना कुनामा फैलिएर रहनुहुने मेरो सम्पूर्ण आफ्ना आफन्त इष्टमित्र दाजुभाइ दिदीबहिनी मेरो साथी सङ्गी साथै मेरो यो सामाजिक सञ्जाल फेसबुक टिकटक व्हाट्सएप र मेरो युट्युब च्यानल नातिन बाजेबाट जोडेर रहनुहुने सम्पूर्णलाई हृदयदेखि नमस्कार छ। जहाँ हुनुहुन्छ खुसी रहनुहोला, स्वस्थ रहनुहोला। सो आजको मेरो नयाँ दिन नयाँ भ्लग, आजको स्पेसल भ्लग रहेको छ। मेरो नाति, मेरो अनमोल, मेरो राजाको 4th ह्याप्पी बर्थडे। सो यसपालि हामी भव्यताको साथ भव्य रूपमा हामीले हाम्रो बाबुको बर्थडेको योजना बनाएका छौँ। यो पालि पहिलाको भन्दा धेरै रमाइलो हुनेवाला छ। सो नछुटाइकन हेर्नुहोला, हामी खतरा रमाइलो गर्नेछौँ। हामी यहाँ यो पोर्तुगलको कोइम्ब्रामा यसो आफ्ना आफन्त चिनजान इष्टमित्र पाहुनाहरूलाई पनि हामीले निम्तो गरिसकेका छौँ। सो यो पालि चाहिँ पहिलाको भन्दा धेरै रमाइलो हुनेवाला छ। मेरो भिडियोलाई नछुटाइ हेर्नुहोला। ओके, सो हामी चाहिँ अहिले घर पनि चेन्ज गरेका छौँ। अहिले चाहिँ घर पनि भव्य ठुलो छ है। हाम्रो घर यहाँहरूले देख्न सक्नुहुन्छ। हाम्रो यो टिभी कोठा हो होइन। यहाँ आएर मैले भ्लग चाहिँ बनाएको छैन। यो चाहिँ यहाँ आएपछिको फर्स्ट टाइमको भ्लग हो। सो मेरो बाबुको बर्थडेको जुन डेकोरेसन हामीले यहाँ गर्नेछौँ। अब के गर्नेछौँ, कसरी गर्नेछौँ हेर्नु होला है त। सो अब हामी स्टार्ट गरौँ अब प्रोग्रामको लागि तयारी, किनभने भोलि हो हाम्रो बाबुको बर्थडे है। अब आज चाहिँ फेब्रुअरी 15, भोलि फेब्रुअरी 16 मेरो बाबुको बर्थडे भोलि हो। सो तर हामीले आजैदेखि तयारी गर्छौँ, किनभने यहाँ अब यो घर डेकोरेसन गर्नु पऱ्यो। भोलि त हामी अब पाहुना बोलाएको छौँ, पाहुनाहरूलाई खानकी बनाउनु पऱ्यो है। अब यहाँ नाचगान हुन्छ, रमाइलो हुन्छ। मेरो भ्लगमा, मेरो कार्यक्रममा मेरो पाहुनाहरू चाहिँ भव्य रमाइलो नै गर्नुहुन्छ, किनभने यहाँभन्दा अगाडिको भ्लगहरू यहाँले देखिसक्नु भएको छ। सो हेरौँ मेरो भिडियो हेरेर यहाँहरू पनि। सो एकदम यसपालि हामी धेरै रमाइलो गर्नेछौँ र यहाँहरू पनि मेरो भिडियो हेरेर रमाइलो गर्नुहोला। र मैले जुन यो मेरो नातिको बर्थडेको कार्यक्रममा यहाँहरूलाई बोलाउन नसक्ने, बोलाउन नमिल्ने, हामी बसाएको स्थितिले टाढा हुनुहुने मेरो सम्पूर्ण आफ्ना आफन्तजनलाई एकदम यसपालि हामी धेरै रमाइलो गर्नेछौँ र यहाँहरू पनि मेरो भिडियो हेरेर रमाइलो गर्नुहोला। र मैले जुन यो मेरो नातिको बर्थडेको कार्यक्रममा यहाँहरूलाई बोलाउन नसक्ने, बोलाउन नमिल्ने, हामी बसाएको स्थितिले टाढा हुनुहुने मेरो सम्पूर्ण आफ्ना आफन्तजनलाई धेरै धेरै माया, धेरै धेरै सम्झना। मिस यु अल। यहाँ मेरो सानो राजा पनि फेरि यहाँ आउनलाई टाउको ठडाएर हेरिँदैछ। दुईटा नाच्दिस है। ल ओके यताबाट उति गर्ने नि त। अब हामीले चाहिँ अब यो बेलुनहरू सबै राजामै भयो र हामीसँग चाहिँ आयो यसपालि चाहिँ 200वटा छ यो चाहिँ है। अब यहाँ सानो त्यस्तो लगाएर न फेरि कस्ती हो क्या नि। 200वटा छ। अब हेरौँ 200वटा खोइ म त थोरै देख्छु। सो गाइस, मेरो बाबुको बर्थडेको पहिलो स्ट्यान्ड हाम्रो यो स्ट्यान्डमा के अरे उमा राख्ने, टेबलमा राख्ने सो बनायौँ है। सो दामी भयो। मेरो बाबु हुँदा छ, मेरो बुहारी माया फेरि यतातिर छोराको बर्थडेले मक्क परेर मुसु भन्दैछ। गाइस हाम्रो त यसपालिको डेकोरेसन बाबु उता राखिन्छ।
color different. White uma different सानो राखेको छैन सो अब हामी चाहिँ अब मेरो छोरो ड्युटी गएको छ हामी मेरो दुईटा नाति मेरो बुहारी म चाहिँ बेलुन फुक्न हामी एकदम धेरै काम भइरहेछ क्या मेरो बाबु फेरि काम छैन बाबु काम छैन बाले डिस्टर्ब मात्रै गरिदिन्छ ल एउटा स्ट्यान्ड रेडी भयो अब अर्को स्ट्यान्ड म चाहिँ अब यतातिर किचनमा आइसकेको छु यो चाहिँ हामीले हिजो अस्ति नै रेडी गरेर राखेको यो भोलि विन्सको लागि हामीले कुखुराको विन्स है रोस्ट अनि यता चाहिँ अस्ति खसी काटेर मेरो नातिको बर्थडेको लागि भनेर भुट्टा मैले काटेर रेडी गरेको छु यता चाहिँ खसीको मासु छ सो यो चाहिँ आइस भएको कारणले भोलि यसलाई पकाइहाल्न अलि अप्ठ्यारो हुन्छ भने त्यही अहिले नै यसलाई अब हामी यसलाई पगाल्दैछौँ सो म यता म यतातिर किचनमा आइसकेको छु है त हेलो गुड मर्निङ सबैजनालाई सो आज हाम्रो भन्नाले सो आज मेरो नातिको बर्थडेको दिन है म चाहिँ बिहानै उठेर फेरि केही छुटपुट सामानहरू यता पसलतिर अनि सागसब्जीहरू फेरि लिएर आएँ सो अब मेरो नाति चाहिँ अलि सुतिरहेको छ आज चाहिँ हाम्रो घरमा एकदम भव्य रमाइलो हुनेवाला छ सो मेरो बाबुलाई आज परेको शुभ जन्मदिनको धेरै धेरै शुभकामना मेरो राजालाई मेरो बाबु सुत्दैछ होइन अहिले धेरै बोल्नु हुँदैन दुइटै नाति सुतिरहेछ म चाहिँ मार्केट गएर आएँ मेरो बुहारी चाहिँ उठेर उता सेलरोटी हाल्दैछ हेरौँ आज चाहिँ खतरा हुनेवाला छ हाम्रो भिडियो नछुटाइ हेर्नु होला है त सो यहाँ चाहिँ हाम्रो मायाले बिहानै उठेर सेलरोटी हालिसकेको छ है अब हाम्रो किचनमा आज चाहिँ मिठो मिठो परिकार पाक्दैछ के गर्नु अब टाढा टाढा भएकोलाई ल आउनुहोस् है भन्न नमिल्ने सबैजनाले धेरै सम्झेको छ है ल सो गाइस हाम्रो घरमा स्पेशल मेरो छोरो आइपुगेको छ यता नानी पनि आइसक्नु भएको छ है खतरा रमाइलो हुनेछ है अब पुरा पागल दिनुपर्छ भरे डान्सिङ अब यतातिर मेरो सानो छोरी ठुलो मामा छ ल ल बाबु नानीलाई धेरै धेरै स्वागत छ धन्यवाद ल यतातिर फेरि हाम्रो डेकोरेसन चल्दैछ बुहारी पुरा तयारी हालतमा है बाबु बर्थडे बोय नमस्ते दाजु बाबु अब ठुल ड्याडीसँग फेरि डान्सिङ गर्ने होला भरे है ल ल मेरो ठुलो नाति सानो नाति मेरो सानो त ल यता हाम्रो डेकोरेसनको कामहरू भइरहेको छ यतातिर हिरोहरूलाई पनि सिद्धिनु पर्यो के पार्टी हो यता कितातिर रेडी भन्छ पोर्तुगिज सेफ र चाइनिजको सुसी सेफहरू मिलेर खतरा हुने हो आज ल है ल आमामा ल है ल है ल है
के हो यो रेडी भइसक्यो मटनको भुटुवा है मटनको भुटुवा के हो यो भुटुवा ए पकाएको पकाएको पहिला पहिला अब ग्रेभी र जुस बनाएर ल यहाँ अब दुईजना सेफहरू मिलेर किचन पुरा ह्यान्डल गर्दैछ यतातिर मासु विन्स पार्दैछ है म चाहिँ यताको चाहिँ फाइनली अब मेरो अनुको ढङ्गै यो छोडेको पुरा सेफहरू त पुरा हल्लाएर बसेको त कराइ दुईजना आज त सुसी सेफ र पोर्तुगिज सेफले गर्दाखेरि धमाकै हुने भयो क्या खाना त्यस्तै लाग्यो मलाई हाम्रो चाहिँ डेकोरेसन लगभग यति भयो यो निलो यता 4 दिन बजी काम गर्छ के अब यता आदि यो फुल बन्छ निलो हुन्छ यो फुल बन्छ निलो हुन्छ हुन्छ कसरी हुन्छ गर्नु म ठिकै छ त नि एक पुरानो ल सोध्नु त एउटा यसो झिलिमिली हुन्छ अब ल हाम्रो बाबुको यो हो के आइडिया हो कि यो झिलिमिली झलक झुलुक अब हाम्रो यहाँ सरसफाइको कार्यक्रम हुँदैछ यता नानीले फुल बनाउँदै हुनुहुन्छ यो फुलहरू अब बनाएर हामीले भेट्टामा टाँस्ने एउटा फुल त्यहाँ बनिसकेको छ अब यहाँ यसो ढोकामा अलिअलि वेलकम गरेर बेलुनको फ्लावर बनाउने भनेको ल कस्तो छ गाइज हाम्रो डेकोरेसन भिडियो अन्तिमसम्म हेर्नु होला र कहाँबाट हेर्नुहुन्छ कमेन्ट पनि दिनु होला क्या कमेन्ट नै आउँदैन भिडियोमा अब भयो हाम्रो डेकोरेसन अब अरू केही छ नानी केही गर्ने हो भयो होला है सरसफाइ नि गर्नु पर्यो सो आजको हाम्रो लगभग डेकोरेसन कम्प्लिट भयो अब यतातिर सरसफाइहरू अब सामानहरू मिलाउनु पर्यो किचनतिर पनि खानाहरू पाकिसक्यो जस्तो लागेछ आज चाहिँ हाम्रो दुईटा छोरा मेरो अमीर अनि कैलाशले किचनको सबै काम ह्यान्डल गरे हैन अनि यतातिर नानी पुनम नानी बुहारी म भएर यता डेकोरेसनको कामहरू गर्यौँ हैन जस अब आफ्नो आफन्तहरू यसरी क्लोज भएर एकले अर्कालाई सहयोग गर्दाखेरि अब ठुला कामहरू पनि अब सहज तरिकासँग गर्न सकिन्छ सो बाबु नानीलाई कैलाश र पुनमलाई धेरै धन्यवाद अहिले चाहिँ कति बजे नानी अहिले कति बजे अहिले चाहिँ साँझको 6 बज्न लागिसकेको छ बिस्तारै पाहुनाहरू पनि आउनुहुन्छ अब हाम्रो यहाँ चाहिँ फेरि अब सबैजना ड्युटीमा भएको कारणले ड्युटी छुटेर आउँदाखेरि यहाँको कार्यक्रमहरू अलि ढिलो हुन्छ हैन सो अहिले चाहिँ अब हाम्रो दुईटा हिरोहरू अब केक लिन गएको छ आज चाहिँ भव्य रमाइलो हुनेछ आजको नाचगान पनि भव्य रमाइलो हुनेवाला छ हेर्दै गर्नु होला है त ल सो गाइज म फेरि किचनमा पसेँ अब हाम्रो फ्यामिली कस्तो छ भने सबैजना सेफ कि अब मेरो सुरुमा मेरो बुहारीले बिहान उठेर सेलरोटी पकाउनु भयो अनि त्यहाँबाट मेरो छोरा मेरो कैलाश छोराले दुईजना छोरा भएर अब भुटुवा खसीको मासु साग हैन प्राउन पापड आलुदमहरू अब यो दुईजनाले बनाउनु भयो अब मेरो पालो चाहिँ पुलाउ पकाउने
सो म चाहिँ पुलाउको सेप रेखेँ सो इट्स जोकिङ है किनभने अब मैले हरेकचोटि जानी नजानी पुलाउहरू पकाइरहेको छु त्यही भएर फेरि ल अब म पकाउँछु भनेर म चाहिँ किचनमा छिरिसकेको छु म अब यहाँ पुलाउ पकाउन एकदम रेडी छु सबै खाना रेडी भएपछि यहाँहरूलाई आज चाहिँ मेरो नाति अनमोलको बर्थडेमा के पाके त भन्ने कुरा चाहिँ म सरर देखाउँछु यति गर्दै गर्दा हाम्रो यो खुसीको मोमेन्टमा नेपालमा रहेको मेरो अनमोलको हजुरआमा हैन मेरो अनमोलको फुपू सोल्टी हैन अब मेरो अनमोलको पुसाई पल्टनमा हिजो अस्ति गइसक्नुभयो साथै मेरो खैरनीतिर दाई खैरनीमा दाई भाउजू हुनुहुन्छ हैन मेरो आफ्नो दाजुभाइ इष्टमित्र सम्धा सम्धिनी सम्पूर्ण आफन्तलाई सम्झिरहेको छु सो मैले आज चाहिँ पुलाउ यहाँ रेडी गरिसकेको छु एउटा दुईवटा भाँडामा ल यता पुलाउ रेडी भएको छ पुलाउ पाक्दैछ र आजको हाम्रो खाजाको सेट भनेको यहाँ मेरो बुवाले बिहानै उठेर रोटी हालेर राख्नुभएको छ रोटी आलुदम यहाँ रहेको छ साग अनि यता छ यो चाहिँ खसीको ग्रेभी हो यो दुईटा अनि यता चाहिँ खसीको बुटुवा है अनि पापड हेरौँ अब आज कस्तो हुन्छ ल मेरो बर्थडे बोयलाई अब यहाँ नाना लगाइदिनु छिटो छिटो बाबा नाना लाग्नु छिटो बाबु बाबु ह्याप्पी बर्थडे थ्याङ्क यू बाबा भन्नु न ह्याप्पी बर्थडे टु यु भने थ्याङ्क यू भन्ने है सबैलाई अहिले हस् ओके नमस्ते गर्छ न सबैजनालाई भन्छ फेरि माट्यो Line nice and slow. Ooh, yeah. Talk box singing, let the rhythm flow. Palm trees swaying, do you feel that breeze? Rolling down the boulevard, feeling at ease. Cruising, moving on that West Coast ride. Say barbecue flames and the ocean tide. Just what we do. Chilling at the cookout, grab a plate. Got ribs, got wings, I just can't wait. Talk smack with the homies, laugh till we cry. And the beat still bumps as the sun says goodbye. Now throw your hands up if you feel this breeze. Come on. West Coast vibing got you weak in the knees. Low riders bouncing with the funk turn high. Under neon skies, man, we're feeling fly. Cruising, grooving on that West Coast ride. Say barbecue flames and the ocean tide. Let me hear you catch a vibe, keep it alive. ल है यता ठुलो मम्मी कहाँ हुनुहुन्छ ल ल ठुलो मम्मी कस्तो देखिए म भन त ल ठुलो मम्मीलाई पहिलोचोटि ल ए फेरि नमस्ते गर्दै ल एकचोटि ठुलो मामा भन्नु न नमस्ते भन्छ नि ल ल बल्ल ल
नाच्नु सुरु भइसक्यो पापा हिरोको उहाँ तलबाट माथिसम्म खिचिदिनु पर्यो नि भोलि उता आमाले फुपू पुसाइले उता मामा घरको बुढामा बुढीआमाहरूले हेर्नु पर्यो नि फेरि ल ऊ गएर बाबु ऊ त्यो बेलुन ल्याएछ ऊ त्यो बेलुन ल ओए त्यता हैन बाबु यता हेर्छ यता सामने यता हेर्छ नि बाबु ऊ ड्याडीले ऊ के लिएर आउनु छिटो ए मेरो छोरालाई कपाल खोलिदिने ल देखो वाउ ल देखो पकाउँदै घुम्छ हेर्नु ल ए ल सो अब हाम्रो मिरर सेल्फी खिच्दिनु न बाबु उता मिरर सेल्फी खिच्दिनु न यस्तो गरेर हिरो भइदिएको क्या अन्त वाउ यहाँ हेर्छ ए खतरा है ल ए कस्तो देखेछ हिरो कस्तो देखेछ बाबु ल ए त्यस्तो गर्नु हुन नि त नि त्यो त फेरि पुलिसले क्याचिङ गर्छ नि त त्यस्तो गर्यो भने त सिधा गर्छ बाबा एक्चुअली बाबा ल त्यस्तो गर्ने ल अब क्या गर्ने त्यस्तो गर्ने हो त अनि बाबु त्यो यता ट्याक्टर हिँड्छु उता बाहिर घुम्न जाने हो क्या हो बाबु भोलि साइकल चलाउने हो भोलि साइकल चलाउने जाने हो क्या ढोकातिर जान्छ त यो खै अब यहाँ आइछ त स्माइल अगाडि नि हेर ल। स्माइल अगाडि स्माइल ल। उता बाबालाई हेर कम 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 ल वाह ए आजहरू त साइकल पनि चलाइदिनुहुन्छ कि फेरि ल ल ल ल आमा ए अगाडि छिटो ओइ अगाडि हेर स्माइल स्माइल बाबु हाँसी गर्छ त एकचोटि ए कता हिँडेको भन्दै बाबु ओए धकाली आफैले धकाल्न सक्नु परेन गाइज ए के भयो ए त्यहाँ अड्केछ कि ल आइछ कम ल भयो ल ए ल मेरो बाबुको स्पाइडरम्यान केक आइपुग्यो है ल क्यान्डल पनि हो ल ल ल ल ल ल ल अब हाम्रो बाबु नानीहरू आइपुग्नु भयो ल सबैलाई स्वागत छ अमिर ए यतातिर त्यो कुर्तीहरू ठिक्क मिलाएर राख्नु पर्यो होइन कपडा लगाएको ल देखेँ हामी बाबु चलाउने नि त्यो अहिले चाहिँ अब हाम्रो मेरो नातिको बर्थडे चाहिँ भव्य हुनेवाला छ यहाँ सबै बाबु नानीहरू आउनुभयो होइन हेरौँ आज चाहिँ धमाके गर्नुपर्छ है हाम्रो रमाइलो अन्तिमसम्म हेरेर साथ दिनु होला ल सो गाइज हाम्रो चाहिँ मेरो नातिको मेरो राजाको बर्थडे जो 4th ह्याप्पी बर्थडे चाहिँ प्रोग्राम एकदम स्टार्ट हुन लागिरहेको छ होइन अब हामीले खानकीहरू डेकोरेसनहरू सब रेडी गरिसक्यौँ होइन अनि अहिले चाहिँ हाम्रो पाहुनाहरू बिस्तारै आउन सुरु गर्नुभएको छ सो अब यहाँ हाम्रो पाहुनाहरू होइन हाम्रो यो प्रोग्राममा जो इन्क्लुड हुनुहुन्छ यहाँलाई सबै थाहा होला तर टाढा हुनुभएको हाम्रो आफ्नो आफन्त इष्टमित्रहरूले प्रोग्राम कस्तो भएछ के गरेछ कसो गरेछ के पकाएछ भन्ने कुरो यहाँलाई खुलदुल नहोस् भनेर चाहिँ मैले एउटा सानो भिडियो लिन लागेको छु सो म यहाँलाई खानेको परिकार साथै डेकोरेसन सरल देखाउँछु हेर्नु होला है त सो यहाँ अब हाम्रो पहिलो खाजाको रूपमा रहेको छ सेलरोटी अनि यहाँ छ उता के अरे यता हाम्रो यहाँ रोस्ट चिकन रोस्ट रेडी भएको छ अनि आलुदम अनि भुटुवा है भने खानामा हाम्रो रहेको छ हाम्रो यहाँ पुलाउ पाकिसकेको छ पुलाउ मैले पकाइसकेको छु यहाँ पनि पुलाउ पाकेको छ अनि यसमा रहेको छ खसीको ग्रेभी आजको खाना पाहुनालाई
खसीको ग्रेभी हाम्रो 2 भाँडो छ र आज चाहिँ हामीले हरियो साग एड गरेको छौँ हैन। र यता चाहिँ मैले यहाँ चिकन भर्खरै पकाएँ। यो चिकन चाहिँ हाम्रो पूजा भान्जीले मटन खानुहुन्न, त्यही भएर चिकन रेडी गरेको छु। सो आज चाहिँ भव्य रमाइलो हुनेवाला छ। र यता हाम्रो हल्का पेय पदार्थमा बियर भइहाल्यो सर्भ है। अब मैले यो के अरे हाम्रो किचनमा पाकेको आज पाउनको लागि स्पेसल भनेर बनाएको होइन, के कस्तो छ होइन, हामीले सकेको आफ्नो राम्रो बेस्ट दिएको छौँ। हेरौँ कस्तो हुन्छ। ल हजुर मेरो राजा रेडी भएको छ। के खाने रे अब? यताबाट अब हाम्रो पाउनको लागि वेलकम। अनि बर्थडे यहाँ अब डेकोरेसन यता रहेको छ। ऊ त्यो रिमोटले अब हाम्रो आजको डेकोरेसन चाहिँ होइन। ल आजको हाम्रो पाउनको लागि खाजा सुरु भयो होइन। चाहिँ भुटुवा छ, चिकन रोस्ट, रोटी छ, आलुदम अनि प्राउन्स छ। हेरौँ हाम्रो पाहुनाहरूलाई कस्तो लाग्छ। हामीले चाहिँ सक्दो मिठै बनाएर खुलामा आफ्नो पाहुनालाई भन्ने हो होइन म। सो आई थिङ्क सबैलाई मनपर्छ होला। अब जसले मेरो भिडियो हेर्नुहुन्छ, मेरो ब्लग, यहाँ आउनुभएको बाबु नानीहरूले कमेन्ट दिनु होला कस्तो लाग्यो। मिठो भयो मिठो भनिदिनु होला, नमिठो भयो नमिठो भनिदिनु होला। ल सो अब हाम्रो खाजाको अनु अनमोल अनु अनमोल माथि नै हेर्न नि यहाँ अब कति हल्ला गरेको। अब बाबु नानीहरू आइसक्नु भयो। अब हाम्रो लगभग कार्यक्रम सुरु हुन लागिसकेको छ। बाबु टाउमा खोजिन्छ। यस्तो गर्नु पर्छ कि अब यो कुर्ती त यहाँ ल्याउनु पर्छ कि है। बाबु बुङ्गा आजको माहौल चाहिँ एकदम भव्य रमाइलो हुनेवाला छ। ल हेर ए सानो मेरो कान्छे किन रुइसिया छ आज। ल चेस हान्दिउँ। ल मेरो नातिको बर्थडेको ल चेस भन्नु। कस्तो रमाइलो हुन्छ। नातिहरूको बर्थडे प्रोग्राम गर्दा मलाई चाडबाडै आए जस्तो हुन्छ कि, किनभने सबैसँग भेट्न पाइन्छ होइन, मिठो नमिठोसँगै खान पाइन्छ। कस्तो रमाइलो भएको छ। ल हामीले चाहिँ केक काटेको छैन होइन। मेरो बाबुले यहाँ अब ल ल सरप्राइज। ल बसी उता बसी अनि खेली। ल यहाँ बसी ए ल ल ओछेन है। ल ल ल है अनि अहिले वाउ भन्नुपर्छ। के हो
그러니까 바보 와우 완전 हाँ क्यों वाह खोइ वाह भनेको 와우 अनि बाबु के हो यो उता उता ठुलो मामाले दिनुभएको यता थ्याङ्क यू ठुलो मामा भन्नुभयो वाह बाबु के हो यो वाह दामी लु यो पनि काटिदिनु पर्यो मेरो नातिलाई हतार भइसक्यो कोही फेरि यता प्याट 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 ज्ञानु हो कि ज्ञानु ज्ञानबहादुर हो कस्तो दामी रिमोट रहेछ त कता गएर ठोक्काउने बाटो अब त्यही त नि कि मैले हाम्रो अब यहाँको बहिनी पनि आउँछ नि उता पारि अनि त्यसपछि बाबु त्यहाँ खेल्छ न बाबु उता नमस्ते गर्यो अनु अनमोल 12 बज्दा ओरे काट्नुपर्छ दिन सकेपछि काटेर भयो सानोको बर्थडे भन्दै आएको रे के भन्ने कुरो कसले नानीले तौ भल प्रोग्राममा कोही पर्यो बिहालो हेलो हेलो हाँसेको कस्तो ब्ल्याक एन्ड व्हाइट भयो नाति बाजे पुरै ब्ल्याक एन्ड व्हाइट भयो कि हल्ला गर्दैछ जिङ्गो बेल जिङ्गो बेल भनेको कि के फेरि डान्सिङ पनि गर्यो अब न ठुलो हामी यता सामान कान्छाले मलाई ओ मै पो आइगयो हो आत्किन्छ कि अनि बेला बेला हात पनि हल्लाऊ कम्मर हल्लाऊ ए टाउको ठोकेलाई त त्यस्तो त रिगेट लाग्छ ए त्यसो त त्यो हात चलाउने त्यस्तो गरेर हात चलाउनै जान्दैन कि बच्चाले बाबु त्यो पनि जान्नु बाबु फेरि सुन्न उसले पालै दिन्न उसले त कस्तो खतरा नाचिन्छ कि है आमामा ल ल स्टेप आयो त नाचिन्छ
82 दिन जति छ अब मम्मीतिर लुक्न आउँदैन मेरो बाबुको बर्थडेको केक सुरु हुँदैछ है